हेलो गाइस, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज म तपाईहरुको बीचमा लिएर आएको छु एउटा नयाँ कुरा। धेरैजनालाई थाहा छैन हेयर सिरमको बारेमा। हेयर सिरम किन युज गर्छ र के को लागि युज गर्छ अनि त्यो युज गर्दा के फाइदाहरू हुन्छ। हेयर सिरम त्यही म तपाईहरुलाई हेराइरहेको छु आज। हेयर सिरम कसरी युज गर्ने। हेयर सिरम जहिले पनि तपाई भिजेको कपालमा युज गर्नु होला। जस्तै कि नुहाएपछि आएर अलिकति टावलले कपाललाई को पानी सफा गर्नु, त्यसको बाद युज गर्नु। जस्तै हेर्नु कपाल छ पुरा भिजेको, अहिले कति फसेको कपाल छ नि, अनि यसैको लागि युज गरिन्छ। यो पुरा फसेको अहिले छ, अनि त्यही भएर तपाई आफ्नो जुन सिरम युज गर्नुहुन्छ त्यो आफ्नो सिरम लिनु होला। जस्तै म इन्जोको सिरम युज गर्छु। लिए म सिरम, अनि तपाई बडी हैन तपाई आफ्नो कपालको लेन्थको अकर्डिङ सिरम लिन सक्नुहुन्छ। 1-2 बुँद लिए यति, अनि त्यसपछि तपाई योलाई यस्तो गर्नु होला। अनि जहिले पनि कपालको यो भित्र न तेल जस्तो युज नगर्नु होला। स्कार्फमा जहिले पनि बाहिर युज गर्नु होला। यस्तो पुरा कपाल युज गर्नु होला। यस्तो युज गर्नु होला। त्यसपछि तपाई हेर्न सक्नुहुन्छ अहिले पुरा फसेको थियो, अनि यो आफै स्मुथ र साइनी र सिल्की भइहाल्छ। अनि जति फसेको कपाल रहन्छ नि त्यो ठीक गर्नमा मद्दत गर्छ, अनि यो फस्दैन। अनि यसको कारणले गर्दा तपाईको कपाल पनि बढी झर्दैन। सिरमको यही फाइदाहरू हो। अनि तपाई आफ्नो अकर्डिङ कुनै पनि सिरम युज गर्न सक्नुहुन्छ जुन तपाईलाई राम्रो लाग्छ। तर म यो इन्जोको सिरम नै युज गर्छु किनभने मलाई यही राम्रो लाग्छ। त्यही भएर अनि म सधैँदेखि यही सिरम युज गर्छु। त्यही भएर तपाई पनि जुन राम्रो तपाईलाई लाग्छ त्यो युज गर्नु होला। आई होप तपाईहरुलाई मेरो भिडियो मन पर्यो होला, अनि मन परेमा लाइक गर्नु होला र सब्स्क्राइब गर्नु होला च्यानललाई। यस्तै भिडियोमा तपाईहरुको लागि फेरि लिएर आउने छु नेक्स्ट भिडियोमा। तबसम्मको लागि बाइ।